See guys. Happy birthday. काकाको गिफ्ट आउनलाई हतार भइसक्यो यहाँ ल है त वाउ भन सानो वाउ भन त सानो बेबी वाउ भन त Hello everyone, hi, welcome back to my YouTube channel. It's me Bimla Shrestha. I hope you are सबजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आजको मेरो यो भ्लग धेरै दिन पछाडिको भ्लग। सो आज स्पेशल दिन भएर चाहिँ भिडियो बनाउन आइरहेको छु। मेरो बोली किन अड्किरहेछ कुनै थाहा छैन है मलाई चाहिँ। बोली अड्केकै छ के अरे मेरो आज किन हो थाहा छैन, तर बोल्न नै आइरहेको छैन मलाई, डिस्टर्ब आइरहेको त्यहाँनिर। पानी परेर मौसम यति राम्रो भइरहेछ कि म तपाईँहरूलाई देखाउँछु त। सी गाइज, यो साइड कति राम्रो भएको हो त्यो देख्नुभयो, यति राम्रो भइरहेछ। मैले मेहन्दी लाग्छु यहाँ हातभरि। हजुरलाई हजुरको बधाईको दोस्रो बर्थडे कस्तो लागिरहेछ? राम्रो लागिरहेछ, राम्रो। अनि भोलि पर्सि भएर अलिक ठुलो भएर यो भिडियो हेऱ्यो भने के भन्न चाहनुहुन्छ हजुरले? ह्याप्पी बर्थडे टु यु भन्छ। अर्को बर्थडे मात्रै हेर भन्छ। यस्तो निनी छ हेर्नुहोस्, हेर भाइ हेर भाइ तिम्रो निनी यस्तो छ कि यस्तो केही बोल्न आउँदैन। यिनी हुन् बर्थडे बोय। हाई हेलो भनिदेऊ न, गर न हेलो भनिदेऊ सानो, नमस्ते गरिदेऊ, नमस्ते दर्शन गरिदेऊ न। बोल्नु सोल्नु चाहिँ केही छ कि बदमास कोही पनि हुँदैन, भोलि पर्सि हेरेर मलाई गाली गरेर घर भनेर क्या छ। अब म तिम्रो मम्मीलाई देखाउँछु, यस्तो यङ अवस्थाको मम्मीलाई हेर। हेलो वेलकम भाउजू। हेलो नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ? हामी त सबैजना सन्चै छौँ। अरू अनि के पसिना आएर यस्तो भएछ, छोराको बर्थडेको डेकोरेसनको कारणले भाउजूको चाहिँ अनुहारभरि पसिना आइरहेछ। अनि रेडी गराउँदै हुनुहुन्छ। हजुर, बेलुन प्ल्याट फुटेर सातो भइरह। अनि हाम्रो चाहिँ यहाँ रेडी चाहिँ हुँदैछ, अनि आउनु चाहिँ कोही पनि भएको छैन, सबैजना आउँदै हुनुहुन्छ। हामी वेटिङमा छौँ, सबै कुरा रेडी भइसक्यो। हामी बिहान मन्दिर पनि गएर आइसक्यौँ। मैले बिहानदेखिको भिडियो चाहिँ बनाइनँ, म अल्छी भएको छु, मैले बनाइनँ। हामीले अब सबै कुरा रेडी गरेर सके पछाडि अब कान्छी आन्टी, बाबु तिम्रो कान्छी आन्टी हेर्नु न कस्तो हाँसिरहनु भयो नि। रुनु त यता आउनु तपाईँ, तिम्रो भन्नु आन्टी। तपाईँलाई भोलि पर्सि बाबुले फेरि यो भिडियो भ्लग हेरेपछि तपाईँ के भन्न चाहनुहुन्छ? बोल्नु न अलिअलि, के बोल्नु र नबोला के यस्तै। तिम्रो आन्टी भन्नु के भन्नु छ छोरालाई? भोलि पर्सि सुनोस्, ठुलो भएर यो भिडियो हेरेर सुन्यो भने देख्यो भने। भिडियोमा केही भन्नु छैन, यतिकै त भन्छु अहिले पछि। अनि यतिकै भने त कहाँ भोलि पर्सि सुन्छ त नि? कस्तो खालको मान्छे होला, यतिकै भने त भोलि पर्सि सुन्दैन नि। यहाँ सबैजना आइसक्नु भयो। कहाँ जानु आँटेको र बाई गर्दै? बर्थडे बोय त यस्तो छ त, बाई गर्दै कहाँ जानु आँटेको? के रहेछ साना त्यहाँ? हेलो हेलो गाइस भन्देऊ न, हेलो गाइस भन त, गाइस भन त, गाइस भन ल, बर्थडे बोय भन। उसलाई फेरि त्यहाँ डेकोरेसन रेडी भइसक्यो, यहाँ सबैजना आइसक्नु छ। कसैलाई पनि यहाँ बोल्नु लो सबैजना यहीँ हुनुहुन्छ। यहाँ हुनुहुन्छ सर। हेलो सर, बाटो खाली गर्नु सरको लागि, हाम्रो सर।
यहाँ हुनुहुन्छ बर्थडे बोयको सानो मम्मी के भन्नु चाहनुहुन्छ भोलि पर्सि छोरालाई जनता जान्न चाहन्छ तपाईँ के भन्नु ल केक काटौँ न त केक काटौँ ह्याप्पी बर्थडे बोय 2 इयर्सको ह्याप्पी ह्याप्पी गर्ने हो ओ सबै डेकोरेसन झरो ल समातेर बस एकजना त्यहाँ ल ह्याप्पी गर ल ह्याप्पी 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 बर्थडे कमना कलमा काकाको गिफ्ट आउनलाई हतार भइसक्यो यहाँ ल है त वाउ भने सानो वाउ भने त सानो बेबी वाउ भने त थ्यांक यू नाच उठेर नाच एकचोटी नाची नाची गर नाची नाची गर नाची नाची ओहे दरम 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 मकै बारी दरम 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 हन्यो काको दरम दरम काको भाइ के हो यो के हो सानो यो काकाले प्लेन प्लेन भन एरोप्लेन बाबु एरोप्लेन चढ्ने भने त गजब एरोप्लेन आयो त दुई दिन छोरा त्यति हो तेरो मंगन ल्याए प्रेम उठ्या उठ्या आइजौ यहाँ बाबु पाउनु पर्छ पहिला सगुन खाऊ न यहाँ बस बाबु मेरो पोलिटिक्स आइजौ बाबु पैसा कति माल्ला
दादा बन्दुक हेर ल बोल्दैन होला छुन्न नाच बोलेन अरे ल बेबी आऊ मामुले पैसा दिन्छ है सानो त्यहाँ हेरी बस है पैसा दिन्छ पिकी ब्यागमा हाल्नुपर्छ है त्यो ज्ञानी भएर आज ज्ञानी भएर बजाएर पेन लिएर त घर जान्छु फेरि ज्ञानी भएर बजाएर पैसा लिऊ सानो पैसा थ्याङ्क यू भन गुड पैसा मलाई ल्याऊ म अकाउन्टेन्ट नि त हुँदैन भन सानो हुँदैन भन हुँदैन त्यो खाऊ म लिएर जान्छु फेरि त्यो खाऊ थोरै खाऊ त्यो ल्याउनु खानलाई गरिरहेछ मम्मीले कहाँ लग्यो गुड तिनचोटि खानुपर्छ है तिनचोटि अब एकचोटि वान टाइम ओके अन्डा अब अलिकति थोरै खाऊ अनि फेरि दिन्छ खाइदिइहाल छिटो आँखाबाट आँसु निकालेर देखेँ त्यति खानालाई त्यसले आँखाबाट आँसु निकालेर त्यति खानालाई होस् होस् धेरै खुवाउनु हुन्न होस् अब यसको साटो आनी भइदियो चिसो खाली ल चिसो खाऊ चिसो वाउ रे चिसो चाहिँ बाबुलाई दिनु पुजारीले लिनु पर्यो नि त पहिला चिसो खाऊ साना बाबुलाई दिनु त अलिकति बाबु चिसो अति धेरै थोरै हाल्यो दुईटा हातले दिन्छ मम्मी भाग्यमानी ल चिसो खाइहाल सानो बिहान मम्मीले टिका लगाइदिएको मलाई म बाटोमा भेटेर अनि माइतीले बोक्नु भाइ उसले चाहिँ ढोक्दो रहेछ कि टाढाबाट खा त्यो अलिकति खा नि त भयो ल ओके ल भयो सो एभ्रिवान हाम्रो सबैजनाले लगभग आधा मान्छेहरूले चाहिँ भोज खाइसक्यो अब हाम्रो पालो बाँकी छ अलि हाम्रो पालमा चाहिँ यहाँ खाना खाने कुरो भएर कोही कोहीलाई यहाँ खाना खाने कुरो भएर यहाँ खाना पनि पाक्दैछ एउटा तरकारी पाक्दैछ फेरि हामी सेकेन्ड लटको पालमा आइपुग्यो खत्तम छ भने खत्तम त्यही पनि ठिकै छ तपाईँहरूले देखिहाल्नुभयो मेरो भाइ चाहिँ एकदम खुसी ह्याप्पी बर्थडेमा एकदम खुसी ह्याप्पी भएर यति रमाइलोसँग मनाएँ कि त्यो पललाई चाहिँ क्याप्चर गरेर मैले चाहिँ कतिसम्म हेर्न पाइन्छ भात पनि सिटी लाएर बोल्न नि धेरै खुट्टामा लगाइरहेछ भाउजू यहाँ खुट्टामा लगाइरहेछ भाउजू ढोके छ पापैको कुरामै भएन सर्दी गरेर मैले त हालेँ हो दुईवटा खोर्सानी हाल्दैछ थ्याङ्क यू गाइज अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा फुल भिडियो हेरिदिनु भएकोमा यहाँसम्म आइपुग्नु भयो पत्तर गफ सुनिदिनु भएको अहिले चाहिँ बाई बाई